आज चाहिँ तपाईहरुलाई मेरो काम गर्ने एरिया, मेरो काम गर्ने ठाउँ कस्तो काम त्यो देखाउन गइरहेको छु। त्यो हेर्न सक्नुहुन्छ। राम्रोसँग हेर्नुस्। अब हेर्नुस् के यहाँनेरि घर बनाउनु भन्दा चाहिँ पहिला बिल्डिङहरु बनाउनु भन्दा पहिला चाहिँ ढल, खाने पानी, बिजुली बत्ती सबै हालिसकेको हुन्छ, फिट गरिसकेको हुन्छ। अनि त्यहाँबाट चाहिँ बिल्डिङहरु बनाउन सुरु गर्छ, बिल्डिङहरु बनाउँछ, मिलाउँछ उनीहरुले पहिला नै ढल, खाने पानी, बिजुली बत्ती, वायर अनि त्यहाँबाट मात्रै अनि के रे बिल्डिङ बनाउन सुरु गर्छ। यता चाहिँ हाम्रोतिर चाहिँ अब बिल्डिङ बनाउँछ पहिला, बिल्डिङ बनाइसकेपछि त्यहाँबाट स्टार्ट गर्छ। त्यस्तै उनीहरु पाइप चाहिँ अब यहाँनेरि यस्तोमा गाड्दिन्छ, यस्तोमा त्यो सानो पाइप चाहिँ त्यहाँनेरि गाडिसकेको छ। सानो पाइप चाहिँ यस्तरी गाडिएको छ। यो वायरको फेरि वायरको त्यो पाइपहरु यहाँनेरि हालिदिन्छ, यहाँनेरि हालिदिन्छ। वायरको पाइप यस्तो हुन्छ हाम्रो। त्यही मेसिनले खन्ने यसरी गाडिदिन्छ तपाईँ सिटी बनाउनको लागि बनाइएको सबै कस्तो दामी बनाइएको छ। यो भित्र चाहिँ टोयलेटको पानी फोहोरहरु जाने पाइप हो के, कसमा सिटीको जानेको यस्तो तल भित्र आइरहेको छ। यतापट्टि चाहिँ हालिसकेको छ, यता बाँकी चाहिँ हाल्दैछ। माथि पाइप छ। सबै बिजुलीको, टोयलेटको, खाने पानीको पुरै यो एरिया चाहिँ सिटी बन्दैछ, सिटी बनाउँदैछ। अनि त्यो भन्दा सिटी बनाउनु भन्दा पहिला चाहिँ यहाँ चाहिँ के गर्छ भने सिटी बनाउनु पहिला चाहिँ के रे खाने पानी, बिजुली बत्ती, सेफ्टी ट्याङ्कीको फोहोर पाइप, ढल नालाहरूको लागि पहिला एस्टिमेट गरेर हुन्छ। अनि त्यहाँबाट चाहिँ बिल्डिङ बनाउन सुरु गर्छ। सबै भइसकेपछि चाहिँ त्यहाँबाट घरहरु, बिल्डिङहरु बनाउन थाल्छ। यस्तो हो। पाइपहरु सबै बिजुलीको वायर, ढल नालाको लागि राखिएको हो। यो सबै माथि सबै छ, हेर्नुहोस्। यस्तो हुन्छ, पहिला नै स्थापित गरिसकेको हुन्छ। हाम्रोतिर चाहिँ के गर्छ भनेदेखि पहिला नै घर बनाइसक्छ, पहिला नै घर बनाएर त्यहाँबाट पछि स्थापित गर्छ। यहाँ चाहिँ पहिला नै स्थापित गर्छ। मेरो मेसिन चाहिँ पर
क्या भयो यस्तो छ तर गाडेको हुन्छ पाइप यो चाहिँ वायर हो बिजुलीको वायर बिजुली अन्डरग्राउन्ड बनाइसक्यो यहाँबाट फेरि ढलको जान्छ ढाक्क यहाँनिर अब एउटा घर भयो भने यहाँबाट हालिदिन्छ अनि पठाइदिन्छ यहाँबाट यो पाइपहरू हालिदिन्छ त्यहाँबाट पाइपहरू हालिदिन्छ अनि यो बनिसकेपछि सबै भइसकेपछि त्यहाँबाट बल्ल बिल्डिङ बनाउनु सुरु गर्छ त्यहाँबाट बिल्डिङ बनाउँछ म चाहिँ अब मेरो मेसिनमा आइसक्यो काम गर्नुपर्छ अब मैले काम गर्ने भनेको अब यिनीहरू माटोहरू उठाउने हो लोड गरेर पठाइदिने हो काम पक्का झर्किँदैछ यता चाहिँ मेरो मेसिन चाहिँ मैले चलाउने 530 एलसी डुसन हो डुसन DX 530 एलसी बुलडोजर छ मलाई त्यो बुलडोजरले यता हुत्ताउँदै दिन्छ मैले लोड गरिदिन्छ यहाँबाट लोड गर्ने माटो चाहिँ अब काम गर्न सुरु गरेँ काम गर्नुभन्दा पहिला चाहिँ यस्तो फर्महरू गर्नुपर्छ अब मेसिनमा कस्तो छ के छ मेसिनको सिचुएसन कस्तो छ ठिक छ कि छैन भन्ने कुराहरू त्यो भर्नुपर्छ यस्तो पुरै भरिसक्नुपर्छ यस्तो हुन्छ यहाँनिर ठिक छ कि छैन भनेर भन्नुपर्छ अब ठिक छ भनेर ठिक छैन भने अब त्यो गर्नुपर्छ इन्टु गर्नुपर्छ मेरो चाहिँ 117 हो मेसिन नम्बर यो मेरो नाम भइहाल्यो यो टुबी नम्बर भइहाल्यो कम्पनीको नाम भइहाल्यो गर्नुपर्छ यो गरिसकेपछि काम गर्ने हो कहीँ 6 बज्न लागिसक्यो ड्युटी सुरु हुन लागिसक्यो मेसिन आदमी टर्सी 5557 चलेको छ अब मैले चाहिँ यो सर्लक्क यो माटोहरू उठाउने हो अब गाडी आएपछि गाडीबाट उठाउने माटोहरू अनि उठाएर लोड गरेर पठाइदिने हो मेरो काम यति हो र हेर्दै गर्नु छ अब यस्तो चाहिँ क्यामेरा सिस्टम